नमस्ते सम्पूर्ण लगानीकर्ता साथीहरू। आज हामी 2083 वैशाख 28 सोमबारदेखि जेठको पहिलो शुक्रबारसम्मको नेप्सेको साप्ताहिक तथ्याङ्क र बजारको अवस्थालाई केलाउँदैछौँ। यो साता बजारमा साँच्चै नै गजबको उतार चढाव देखियो है। एकातिर हेर्दा एकदमै कडा सेलिङ प्रेसर थियो, तर अर्कोतिर केही स्पेसिफिक सेक्टरहरूमा भने छुट्टै मोमेन्टम पनि देखियो। आउनुहोस् हामी रिटेल लगानीकर्ताहरूको लागि तयार पारिएको यो एक्सक्लुसिभ विकली मार्केट एनालिसिस सुरु गरौँ। ओके, लेट्स डाइभ इन्टु दिस। आज हामी एउटा टप डाउन फनल अप्रोचबाट बजारलाई हेर्नेछौँ। सुरुमा समग्र म्याक्रो डेटाबाट बजारको अवस्था र ट्रेन्ड बुझ्छौँ, अनि विस्तारै जुम इन गर्दै टप सेक्टर, धेरै कमाउने र गुमाउने कम्पनी र सर्वाधिक कारोबार भएका स्पेसिफिक स्टकहरूको एक्सनतिर लाग्नेछौँ। सेक्सन 1 समग्र बजारको अवस्था। भित्र छिर्नु अघि यो साता बजारको ओभरअल बेसलाइन कस्तो रह्यो त त्यो बुझौँ। आज हामीले प्रयोग गरिरहेको यो सम्पूर्ण तथ्याङ्क स्मार्ट क्यापिटल गुरुको साप्ताहिक मार्केट ओभरभ्यूबाट लिएको हो। यस्तो भरपर्दो र कम्प्रिहेन्सिभ डेटाले गर्दा हामीलाई बजारको हल्लाको पछाडि नलागी फ्याक्ट्समा आधारित रहेर वास्तविक चित्र हेर्न एकदम सजिलो हुन्छ। ल, सबैभन्दा महत्त्वपूर्ण आँकडाबाट सुरु गरौँ। यो साता नेप्से इन्डेक्स 2731.94 को बिन्दुमा बन्द भएको छ। यो भनेको अघिल्लो साताभन्दा 13.71 अङ्कको सानो गिरावट हो, अर्थात् बजार 0.50% घटेको छ। यसलाई हामीले आत्तिनुपर्ने क्र्यास भन्दा पनि एउटा सामान्य बियरिश डिपको रूपमा लिन सक्छौँ। तर यहाँ रोचक कुरा अर्कै छ। बजार सामान्य घटे पनि यो साता कुल कारोबार रकम भने 18 अर्ब 47 करोड रुपियाँ पुगेको छ। सुन्दा अचम्म लाग्छ नि, इन्डेक्स तल जाँदा पनि यति धेरै भोल्युम आउनुले बजारमा कतिको हाई एक्टिभिटी छ भन्ने प्रश्न पार्छ। लगानीकर्ताहरू एकदमै सक्रिय छन्। अझ भोल्युमकै कुरा गर्दा यो साता 4 करोड 26,54,000 भन्दा बढी किता सेयरहरू किनबेच भएका छन्। यति धेरै सेयरहरू हात बदलिरहेका छन् जसले यो एकदमै हाई भोल्युम इन्भाइरोमेन्ट हो भन्ने कुरालाई थप प्रमाणित गर्छ। सेक्सन 2 बजारको दिशा र प्रवृत्ति। यो साताको बुल भर्सेस बियरको ब्याटलमा कसले बाजी मार्यो त? खरिदकर्ताले कि विक्रेताले? आउनुहोस् हेरौँ। अब यो चार्ट हेर्नुहोस् त, यहाँ एकदमै इन्ट्रेस्टिङ कुरा छ। यो साता जम्मा 109वटा कम्पनीको मूल्य बढ्दा 208वटा कम्पनीको मूल्य घटेको छ। 5वटा चाहिँ स्थिर रहे। देख्नुभयो त, घट्ने कम्पनीहरूको सङ्ख्या झन्डै दोब्बर छ। यसको मतलब भोल्युम जतिसुकै हाई भए पनि समग्र बजारमा यो साता सेलिङ प्रेसर नै हावी भयो। विक्रेताहरूले नै बजारलाई डोमिनेट गरे। सेक्सन 3 उत्कृष्ट प्रदर्शन गर्ने सेक्टरहरू। समग्र मार्केट रातो हुँदा पनि मोमेन्टम कतातर्फ गयो त? पैसाले त कतै न कतै बाटो पक्कै खोजेको हुन्छ नि, होइन र? बजार राताम्य हुँदा पनि यी 3वटा सेक्टर भने हरियो रहन सफल भए। ट्रेडिङ सेक्टरले सबैभन्दा राम्रो पर्फर्म गर्दै 0.95% को वृद्धि हासिल गर्यो। त्यसपछि नन लाइफ इन्स्योरेन्स 0.33% बढ्यो र ब्याङ्किङ सेक्टरले 0.01% को झिन्नो वृद्धि कायम राख्यो। यदि तपाईँको पैसा ट्रेडिङ सेक्टरमा थियो भने यो साता तपाईँले ओभरअल इन्डेक्सलाई मज्जाले बिट्नुभयो। सेक्सन 4 धेरै कमाउने र गुमाउने कम्पनीहरू। यो साताको एक्सट्रिम भोलाटिलिटी। अब हामी इन्डिभिजुअल स्टकहरूमा आएको तीव्र उतार चढाउलाई एकदम नजिकबाट हेर्दैछौँ है। टप गेनरहरूको लिस्ट हेर्दा एसबिआइडी 20 र नेबिल्टको पर्फर्मेन्स एकदमै आउटस्ट्यान्डिङ छ। बजार घटिरहेको बेला पनि एसबिआइडी 20 ले 9.11% र नेबिल्टले 8.02% को रिटर्न दिएका छन्। यस्तो डाउन मार्केटमा झन्डै 10% को गेन आउनु भनेको त्यहाँ एकदमै स्ट्रङ बाइङ छ भन्ने बुझिन्छ। लेट्स मुभ टु एन्ड सी हाउ दिस बिल्ड्स। अघिल्लो स्लाइडको हरियालीबाट अब यहाँ हेर्नुहोस्। यी कम्पनीहरूले भने एकदमै ठूलो गिरावटको सामना गर्नु पर्यो। आरआरईएललाई हेर्नुहोस् त, यसको मूल्यमा झन्डै 15%, ठ्याक्कै भन्नुपर्दा 14.79% को भारी गिरावट आएको छ। त्यस्तै जेएचएपीएले पनि 13% भन्दा बढी गुमायो। यो एउटा कम्प्यारिजनले नै समय कुरा छर्लङ्ग पार्छ। एकातिर एसबिआइडी 20 ले आफ्ना लगानीकर्तालाई 9.11% नाफा दिइरहँदा त्यही साता आरइआरइएलका लगानीकर्ताले 14.79% गुमाउन पुगे। बजारमा कति धेरै अवसर र कति धेरै जोखिम एकैसाथ छन् भन्ने कुरा यसले एकदमै प्रष्ट देखाउँछ, होइन त? सेक्सन 5 सर्वाधिक कारोबार भएका कम्पनीहरू। अन्त्यमा रिटेल र इन्स्टिट्युसनल पैसा कहाँ गएर थुप्रियो त? कुन कम्पनीमा धेरै आकर्षण देखियो? यो साता लिक्विडिटीको अनडिस्प्युटेड किङ बन्यो एसवाइपिएनएल।
यस कम्पनीमा मात्रै 86 करोड 35 लाख रुपियाँ बराबरको कारोबार भएको छ, जुन सेकेन्ड पोजिसनमा रहेको एचआरएलको 64 करोडभन्दा धेरै माथि हो। यसरी एउटै कम्पनीमा यति ठूलो रकम जानु भनेको सबै ट्रेडरहरूको आँखा र पैसा त्यही केन्द्रित हुनु हो। हामीले समग्रमा हेर्दा सामान्य गिरावट, 18 अर्बभन्दा बढीको भोल्युम र 208 वटा कम्पनी घट्दाको सेलिङ प्रेसर देख्यौं। अब हामी सबैको मनमा एउटै प्रश्न छ, आगामी साता बजार कुन दिशामा जाला? के बायरहरू फेरि स्ट्रङ भएर आउलान् वा सेलरहरूले नै मार्केटलाई अझै तल धकेल्लान्? आफ्नो रिसर्चलाई निरन्तरता दिनुहोला है। आजको लागि यति नै। अर्को साता फेरि यही मार्केट एनालाइसिसको साथ भेट्नेछौँ। बिदा चाहन्छु।